भएको छ। यस्तो युग जहाँ कला, साहित्य, संस्कृति र वीरताको अद्भुत संगम भएको थियो। यस्तो युग जसले नेपाल मण्डललाई हिमालको कोखबाट सम्पूर्ण एसियाकै व्यापारिक र सांस्कृतिक केन्द्र बनाएको थियो। त्यो स्वर्ण युगको नाम थियो प्रताप मल्लको शासनकाल। अब हामी प्रवेश गर्दैछौँ नेपालको इतिहासको स्वर्णिम युगमा। 3, 2, 1 प्रताप मल्लको शासनकालमा सबैलाई स्वागत छ। काठमाडौँ उपत्यकाको 8औं राजा श्री प्रताप मल्ल सन् 1624 पिता लक्ष्मीनरसिंह मल्ल र मैत्री लामाको सुपुत्र थिए। भनिन्छ भादुले 6औं दिनमा भागी लेखेर जान्छ। सायद प्रताप मल्ल जन्मिएको 6औं दिनमा भागीले यस्तो उत्कृष्ट भागी लेखेर गएको हुनुपर्छ कि नाम चाहिँ उनको प्रताप, नाम चाहिँ उनको प्रताप आज पनि हामी सँगै छ। नेपालको इतिहासमा प्राय सबै राजाहरू जस्तो प्रताप मल्ल केवल एक राजा मात्र होइन, उनी एक विद्वान पनि थिए। संस्कृत, नेपाल भाषा, उर्दू, हिन्दी, बङ्गाली, रोमन आदि 15 भन्दा बढी भाषा जान्ने प्रताप मल्ल एक बहुभाषाविद थिए र सायद यति धेरै भाषा जान्ने प्रताप मल्ल नेवारी समुदायलाई भेट्दा जोजलप्पा भन्थे होला, पर्सियन समुदायलाई भेट्दा सलाम भन्थे होला, रोमन समुदायलाई भेट्दाखेरि बुझ्छ भन्थे होला र हाम्रो यता भारतवर्षको समुदायलाई भेट्दा क्या हालचाल भाइ साहब भन्थे होला। प्रताप मल्ल एक कवि पनि थिए र उनले आफूलाई कविन्द्र भनेर बोलाउँथे। कविन्द्र भनेको कविहरूको राजा। उनले कविन्द्र नाममा गरेका विभिन्न मुद्राहरू पनि सञ्चालन गरेका छन् र यो कुराले हामीलाई के दर्शाउँछ भने प्रताप मल्लमा विलक्षण धार्मिक उदारता थियो। प्रताप मल्ल धार्मिक पक्षपात रहित राजा थिए र उनले धार्मिक सहिष्णुता कायम गर्थे। अब प्रमाणतर्फ जाउन देख्छौँ। प्रताप मल्लले 15 भन्दा बढी भाषामा लेखेको एउटा महत्त्वपूर्ण र उत्कृष्ट मन्दिर जगन्नाथ मन्दिरमा उनले काली भगवानको मन्त्रलाई 15 भाषामा लेखेका छ। त्यहाँ एउटा मन्त्र भन्न गइरहेको छु। ओम ओम श्री 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 नभ नभ काली भव देव। काली भगवानको मन्त्रलाई 15 भाषामा राजा प्रताप मल्लले लेखेका थिए। त्यति विद्वान थिए उनी। तर सबै जस्तै प्रताप मल्ल पनि एक मानिस हुन्। उनी राजदरबारमा देखि जन्मिए, शक्ति सङ्घर्ष देखे र शक्ति पाउने होडबाजीमा उनले आफ्नो पितालाई पागल घोषित गरेर कैद गर्छन् र यही घटनाक्रमपछि 18 वर्षको उमेरमा सन् 1641 उनी काठमाडौँ उपत्यकाको राजा बन्छन्। र यदि इतिहासको पानाहरू पल्टाएर हेर्ने हो भने यस्तो कुनै घटनाक्रमपछि राज्य उद्योगतितर्फ लाग्नु पर्ने थियो भने प्रताप मल्लले नेपाललाई स्वर्ण युगमा प्रवेश गराउँछन्। प्रताप मल्लले नेपालको कला, साहित्य र आर्थिक स्थितिमा एउटा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले काठमाडौँ दरबार स्क्वायरको निर्माण गरेका थिए, हनुमान ढोकाको निर्माण गरेका थिए, हनुमान ढोकामा विश्व सुनौलो मूर्तिको पनि उनले स्थापना गरेका थिए। यसका साथै हनुमान ढोकाका अगाडि 2टा हनुमानको मूर्ति पनि उनले बनाएका थिए। उनी एउटा राजनीतिक तथा कूटनीतिज्ञ व्यक्ति भए तापनि मैले अघि नै भने जस्तै उनी कवि हृदय भएका राजा थिए र अलि बढी भावुक पनि थिए है। त्यसैले उनले आफ्नो रानी अनन्त प्रियालाई माया दर्शाउनका लागि रानी पोखरी पनि निर्माण गर्छन्। यसका साथै छोरा चक्रवर्तीन्द्र मल्लको मृत्युमा शोकाकुल दुखी भएकी श्रीमतीलाई फकाउनको लागि गाईजात्रा पनि उनले सुरुवात गर्छन् र गाईजात्रा अहिले पनि प्रचलित छ। उनी पशुपतिमा सुनको छाता चढाउने राजा पनि हुन्। उनले पशुपतिमा शिवलिङ्गहरू पनि निर्माण गरेका छन् र विभिन्न उनले काठमाडौँ उपत्यकाको मठ मन्दिरहरू पनि बनाएका छन्। अब हेर्नुहोस्, उनले गरेका कार्यहरूमा भन्दै गयो भने धेरै बित्न सक्छ। त्यसैले म के मात्रै भन्न चाहन्छु भने उनी एक यस्ता राजा थिए जसले हाम्रो यता लिच्छवीकाल, मल्लकाल र अहिलेको सम्म पनि जति पनि काठमाडौँ उपत्यकामा निर्माणहरू भएको छ त्यसको 60% उनले आफ्नो 50 वर्षको जीवनकालमै गरेका थिए। र उनी केवल राजा हुन् जुन शान्तिपुरभित्र छिरेर स्वयम्भू पुराण पढेका थिए र त्यो पढ्ने बित्तिकै पानी परेको थियो। हेर्नुहोस्, मैले अघि भने जस्तै भागीले उनको भागी लेख्दाखेरि सायद अकल्पनीय मृत्यु लेखेको थिए होला, किनकि प्रताप मल्लको मृत्यु हरिसिद्धको नाच हेर्दा हेर्दै भएको थियो। अब मृतक अनुसार जाने हो भने उनले त्यो नाचमा यस्तो एउटा मुद्रा पाए कि त्यो नाच हेर्दा हेर्दै उनी हृदय घात भए। प्रताप मल्लको शासनकाल केवल इतिहासको पाना मात्र होइन, यो हाम्रो गौरव, सांस्कृतिक गौरव, हाम्रो पहिचानको ज्योति स्तम्भ हो। प्रताप मल्ल